लिम्बुवान हामीलाई थाहा छ हामी बन्द आह्वान गरिरहेका छौं हामीले सुनिरहेका छौं बन्द कार्यक्रम ठीक भएन भनेर र हामीले पटक पटक प्रश्न भन्दै आएका छौं मान्छे सबैभन्दा बढी हस्पिटलमा मर्छ बिरामीको क्रममा गएर तर हामी उपचार गर्न पनि हामी सबैभन्दा बढी हस्पिटलमै जान्छौं आदरणीय जनसमुदायहरू त्यसैले यो पीडाको बीच मुक्ति चाहना मुक्तिको महान चाहनाको लागि हामी यो बन्द गरिरहेका छौं यो बन्द परिवर्तनको लागि हो यो बन्द मुक्तिको लागि हो त्यसैले यो पीडा थप्नको लागि हामी आन्दोलनकारीहरू आम जनतालाई हार्दिक आह्वान पनि गर्न चाहन्छौं र 30 दलीय गठबन्धन जसको म आफै कार्यदलको सदस्य छु र हामीले 27 गते लिम्बुवान बन्द गर्यौं 28 गते मधेस बन्द थरवाड बन्द कार्यक्रममा जनकपुरमा राजाराम झाको हत्या गरिएको छ यो हत्याको विरोधमा आज पुनः मधेस थरवाड बन्द आह्वान गरिएको छ यदि यो श्रृंखला जारी रह्यो भने हामी आन्दोलनलाई अहिले बेलुका 6 बजे पुनः सचिवालयको कार्यदलको बैठक छ त्यसले लम्ब्याउने जानकारी पनि म गराउन चाहन्छु आज काठमाडौँमा मात्रै दर्जनौं हाम्रा कार्यकर्ताहरू 30 दलीय नेता कार्यकर्ताहरू पक्राउ गरिएको छ ज्यादती गरिएको छ दमन गरिएको छ प्रहरीले पिटेका छन् हाम्रो कार्यकर्तालाई अहिलेसम्म छोडिएको छैन र चोक चोकमा हाम्रो आन्दोलनलाई हाम्रो यो बन्द कार्यक्रमलाई उत्साह थप्नको लागि 46 सालको पञ्चहरू नव पञ्चको रूपमा एमाले र कांग्रेसका भिजिलेन्टीहरू चोक चोकमा आएका छन् तिनीहरूलाई लखेट्ने काम पनि आजै भएको छ आदरणीय जनसमुदायहरू र आज हामीले सडकमा बन्दको उल्लङ्घन गर्नेहरूलाई मात्रै हामीले लखेट्यौं तर हामी यो माघको 8 गते भित्रमा यदि यिनीहरू एमाले र कांग्रेसहरू न्यून खोजिराख्ने हो भने सिंहदरबारमा पनि लखेट्नेछौं यो आह्वान गर्न हामीले बन्द आह्वान गरेका छौं आदरणीय जनसमुदायहरू त्यसैले जुनसुकै आन्दोलन हुँदाखेरि जुनसुकै कार्यक्रम हुँदाखेरि जुनसुकै संघर्ष र लडाई हुँदाखेरि एउटा भिलेन एउटा खलनायक चाहिन्छ आदरणीय जनसमुदायहरू धेरै वर्षसम्म नेपालमा 62-63 देखि खलनायकको खोजी भइराखेको थियो 62-63 सालको आन्दोलन किन सफल भयो त्यतिखेर नेपालको खलनायक कथित राजा ज्ञानेन्द्र थिए जसको विरुद्धमा लड्दाखेरि नेपालमा सशक्त जनआन्दोलन भयो त्यसै अहिले अब अर्को जनआन्दोलन हुँदैछ किनभने यसका खलनायक केपी ओली अगाडि आएका छन् महाराजको रूपमा यसले हामीलाई बारम्बार भनिरहेका छन् ओलीले बारम्बार भनिरहेका छन् हामीलाई पहिचान विरोधी र रुवान्डाको इतिहास पढ भनिरहेका छन् हामीले पढ्यौं रुवान्डाको इतिहास पढ्यौं हामीले बारम्बार तर आज यो मञ्चमा हामी भन्न चाहन्छौं केपी ओलीजी तपाई पनि कर्णेल गद्दाफीको जीवनी पढ्न सुरु गर्नु होला आन्दोलनकारीको यही तपाईलाई सुझाव छ कर्णेल गद्दाफीको जीवनी पढ्न सुरु गर्नुहोस् लिबियामा कर्णेल गद्दाफीले जनताको मुद्दालाई मानेन जनताको हक अधिकारलाई स्वीकार गर्न मानेन दमन गरिरह्यो खिल्ली उडाइरह्यो अहिलेको केपी ओलीले जोक्स गरे जस्तै कर्णेल गद्दाफीले जोक्स गरिरहे मस्ती गरिरहे तर अन्तिममा कर्णेल गद्दाफीलाई त्यो राजधानीको चोकमा जनताले ल्याएर घिसारेर गोल खेल्दै मारे जस्तै नङ्गे झार पाले जस्तै बालकोटबाट रत्न पाकमा घिसार्दै ल्याएर नङ्गै गोल खेल्न पर्छ आदरणीय जनसमुदायहरू त्यसो भएको हुनाले अहिलेको हामी 7 सालमा जनताले अधिकार नपाएको 7 सालमा जनताको माग पूरा नभएको 40 सालमा जनताको माग पूरा नभएको
६५-६७ सालकोले पनि आन्दोलन, त्यो आन्दोलनले पनि संस्थागत नगरेको, त्यो अन्तिम युद्ध गर्नको लागि, त्यो अन्तिम आन्दोलनको लागि नेपालका पहिचान पक्षधरहरू, नेपालका परिवर्तनकारी शक्तिहरू हामी एकजुट भएका छौँ। अब अधिकार नपाइकन कि हामी सबैलाई मारिदिनु पर्यो, हामी सबैलाई भुटिदिनु पर्यो, होइन भने हामी गोल खेल्न छाड्नेछौँ, हाम्रो अधिकार स्थापना गरेर छाड्नेछौँ। यो अन्तिम युद्धको लागि आजको यो 7 दरवाजा चोकबाट 30 दलीय समितिको तर्फबाट, गठबन्धन समितिको तर्फबाट यहाँलाई हार्दिक आह्वान गर्दै आजको बन्द सफल भएको र यहाँहरू सबैलाई पुनः धन्यवाद दिँदै म आफ्नो कुरा यही टुङ्ग्याउने अनुमति चाहन्छु। अभिवादन, जय लिम्बुवान।